शुभ दिन शुभ बिहानी सम्पूर्णमा। आज भने घाम सँगसँगै म पनि उठ्यौँ र मुख नै धोएको थिएन, मुखसुख धोएर घामको दर्शन लियौँ। कति मजाको शान्त वातावरण थियो कि कोही थिएन, आनन्दले घाम लागिरहेको थियो, कस्तो न्यानो भइरहेको थियो आजको घाममा। अनि म चाहिँ टक्क उठेर मुखसुख धोएर रेडी भयौँ किनकि आज म चाहिँ बनेपा फर्किने थियो। अस्ति गाउँ गएको थिएँ, म चाहिँ बनेपा आइसकेपछि पसलतर्फ लागियो व्यापार गर्नको लागि र कस्तो मजाले घाम लागिरहेको थियो बनेपामा नि। अनि मजाले घाम ताप्दै व्यापार गर्न थाल्यौँ र आजभोलि चाहिँ बनेपामा तारहरू त्यो लाइनहरू जोडिरह। अनि उहाँ भित्रबाट गाडेर ल्याएर म चाहिँ पसलमा व्यापार गर्न थाल्यो। आन्टी दिदी आउने बित्तिकै सामानहरू किनिदिनु भयो र दिउँसोको समयमा चाहिँ एक्कासी मौसम चेन्ज भएर पानी पर्न थाल्यो के। अनि पानी परिसकेपछि चाहिँ म सबै भिजिसकेको थियो, छाता नि ल्याउनु बिर्सेछ, दोस्रो छाता। अनि मकै किन्न थाल्यौँ, चिसो भइरहेको थियो। अनि कस्तो तातो तातो मकै खान मन लागेर मकै किन्यौँ र साँझ पख नि पानी परेर साँझ पख चाहिँ अब पानी रोकिँदैन होला भनेर म चाहिँ रुमतिर आउनको लागि रेडी भइरहेको थिएँ, पुरै भिजिसकेको थिएँ क्या। अनि टक्क गएर पानीमै आयौँ, पानीमै सामान मिलाएर हिँडेको। अनि रुममा आइसकेपछि फ्रेस भयौँ, नुहायौँ पसुरो त नुहाएर अनि टक्क फ्रेस भएर चाहिँ म टक्क बसिरहेको थिएँ। आज दिनभर चाहिँ यसरी नै बित्यो, एकदम थाकिरहेको थियो उता घरबाट आउँदा नि। अनि यो मेरो भिडियो चाहिँ अस्तिको हो र आजभोलि चाहिँ सन्चो नभएर मैले केही कामै गर्न पाएको छैन के। थ्याङ्क यू सो मच वाचिङ, लभ यु अल।